सन् 2026 मा हुने टी20 विश्वकप एसिया क्वालिफायर्स अन्तर्गत आज सुपर 6 चरणमा नेपाली टोलीले युएईसँग खेल खेल्दैछ। यसभन्दा अगाडि नेपाल र युएई बीच हालसम्म 10 खेल हुँदा 5 मा जित तथा 5 मा हार बेहोरेको छ। अघिल्लो चोटि नेपाल र युएई बीच एसीसी मेन्स टी20 प्रिमियर कपमा भेट हुँदा नेपालले निर्धारित 20 ओभरमा भने 119 रन बनाउँदा यता युएईले भने त्यस लक्ष्यलाई 17.2 ओभरमा 4 विकेट गुमाउँदै 6 विकेटको जित पारेको थियो। तर पछिल्ला खेल यता भने नेपालले 3 खेलमा विजयी रहँदा 2 खेलमा भने हार बेहोरेको छ। यता युएई पनि नेपाल चाहिँ ग्रुपको विजेता बन्दै सुपर 6 मा आउँदा हालै सम्पन्न एसिया क्वालिफायर्समा पनि युएई सहभागिता रहेको थियो, जसमा भने युएईले आफ्नो खेल प्रदर्शन राम्रो राख्न सकेन। सुपर 6 मा नेपाल लगायत अन्य 5 टोलीले एक आपसमा खेल खेल्नेछन् र पहिलो 3 टोलीले सन् 2026 भारत र श्रीलङ्कामा हुने विश्वकपको लागि प्रवेश गर्न पाउनेछन्। आजको यो खेल भने नेपाली समयअनुसार 204:15 बाट सुरु हुँदा आज पुनः पुरानो रोजाइको टोली नै मैदान उत्रने जस्तो देखिन्छ। तर नेपालबाट यता सन्दीप जोराले भने राम्रो खेल प्रदर्शन गर्न सकिरहेका छैनन्। पछिल्लो 2 खेलमा आदिलले मौका पाउने पनि उत्तिकै सम्भावना पनि रहेको छ। दुवै टोली सुपर 6 पहिलो खेलबाट जित हात पार्दै टप 3 बन्न चाहन्छन्। आशा छ नेपालले राम्रो खेल खेल्दै युएईलाई हराई विश्वकपको यात्रामा थप एक कदम चाल्नेछ। हाम्रो यस च्यानललाई पनि जाँदा जाँदै सब्स्क्राइब गर्न नभुल्नुहोला। जय देश, जय नेपाली क्रिकेट।